सबजनालाई स्वागत छ हैन मेरा युट्युब च्यानलमा डोटेली ब्लग युट्युब च्यानलमा। हामी चाहिँ अहिले आएको छौँ काठमाडौँ फन पार्कका यहाँ चाहिँ फन पार्क छ। भित्र हेर्दै सक्नुहुन्छ त पुलिस इन कल्लिरहन हैन सेक्युरिटी गार्ड कल्लिरहन फन पार्क भित्र गइका टिकट लागन्छ। तर म बाहिरै बैठे भिडियो बनाउन मान्छे चाहिँ टन्नै छैन हैन। हामी चाहिँ घुम्दै जान्न हो, हाम्रा साथी चाहिँ अगाडि छ नि यहीतिर। जाउँ यी भिडियोलाई अन्तिमसम्म हेर सबजनाले। च्यानलमा यदि नयाँ छ हुर्किया च्यानललाई सब्सक्राइब गरिदिया। मेरा डोटेली ब्लग यूट्यूब च्यानललाई सब्सक्राइब गरिदिनु बोले सबजना। हामी चाहिँ घुम्दै जान्न आज फर्माको हैन एडभर्टाइजमेन्ट छ। सो तिनले फ्रीमा चाहिँ केही न केही भट्टानुपर्छ। तब हामी चक्लेट खान जान्न हो। हामी चक्लेट खान जाँदैछौँ नि। यहाँ चाहिँ सेक्युरिटी दाइ छन् हैन फन पार्कका बाहिर आइरहन। हामी जान्न हो घुम्दैलाई। भिडियो चाहिँ बहुत लामो भिडियो हुन्न, यो चाहिँ सर्ट भिडियो हुने हैन। पज गरेर देखाउने म। बहुत लामो भिडियो हाल्नेले बेकार हो कि 10-12 मिनटको भिडियो कोही हेर्दैन तुम हैन। हामी नयाँ युट्युबर भए कोही सपोर्ट गर्दैन। सपोर्ट गर्दै गर यार, युट्युब च्यानललाई सब्सक्राइब हान्ने गर। त्यही त यार भन्न थकिसक्यो म। हाम्रा असीम दोस्त अगाडि छन् अनि उता चाहिँ के नाम रे मलाई नामै याद भएन। दुईटा जना मनोज त मै हो, नरेश के अरे नारायण अनि शिवा अनि यता राकेश जस्तो यहीँनिर छन्। यहाँ चाहिँ जेब्रा क्रस ठ्याक्क रेड लाइटले छ। म चाहिँ भिडियो पज गर्दा त्यति ठुलो भिडियो हाल्ने मान्छे अन्नारेन हैन। हामी चाहिँ खै कहाँ पशुपति जाने भन्नारेन, त्यहाँ चाहिँ नजाउँ। यहाँ चाहिँ एकदम राम्रो मान्छे जान्दारेन, एकदम ब्युटिफुल पछाडितिर छन्। कौन भौंक रहा है ये बदतमीज? होइन गइसक्यो अनि आँखाले हेर्दै मात्र होइन, त्यही हो। अरू त केही भन्न सकिनँ नि। यहाँ चाहिँ नेपाल पुलिस क्लब छ, एकदम बब्बाल छ क्या, खतरा बनाइरहेछ नेपालमा बेस्ट एकदम। मेरा जुत्ता की हालत के हो कि हिट्टा अगाडि हेर्ने मान्छे अन्नाइन कति जल्दी हिट्टा अरे यार, लास्टै जल्दी हिट्टामा छन्। वेलकम टु द ओपनिङ सेरेमोनी फर्मा। चक्लेट यहीँ पाइन्छ होइन, यहाँ लेखेको छ नि त यहाँ होइन फर्मा नवीन त भोलिको लागि स्वास्थ्य। आज 28 गते यहाँ पाउँछ, यताउति गर्छ यहीँ पाउँछ चक्लेट। चक्लेट खान आइरहेछौँ क्या हामी यहाँ। कलम सलम चक्लेट फ्रीमा बाटान्बाट। तब हामी चक्लेट खाना बाग बजार साइडतिर हामी चाहिँ भित्र छिट्दा हौँ अहिले। बहुत मान्छे छन् यहाँ। जुत्ता सुत्ताकोलाई सेल लाग्छ, जुत्ता सब पाइन नि। सेक्युरिटी गार्डलाई छन्। के हो त्यहाँ सेल लागेको छ होइन जुत्ताहरूको। सेक्युरिटी गार्ड दाइन बसेर यहीँनिर छ। एक्सपो 2026 सरी नेपाल फर्मा। यहाँ पार्किङ एरिया छ होइन। यो भिडियो चाहिँ बहुत लामो हुने होइन, त्यही भएर म सर्ट भिडियो बनाउने हो 3-4 मिनट। सब ठाउँमा यही एडभर्टाइजमेन्ट लाग्छ क्या। यहाँ पनि सब ब्यानर हिगा हल्का यही टर्न गयो क्या। यहाँ चाहिँ भिरकोटी मण्डप आउँछ, कपडा एकदम सस्ता मिल्लान्। यहाँ चाहिँ हाम्रा सरहरू भयङ्कर जल्दी हिट्टामा छन्। म आफ्नै डोटेली भाषामा बनाउन होइन, सबजनाले माया गरिदिया यही भिडियोमा लाइक कमेन्ट गरिदिया। थोड़ा मेरो टङ स्लिप हुन्न होइन, गाइस केही कमी कमजोरी भइगयो मेरा। तुम सबजना होइन आफ्ना विचार र मनमा लागेका धारणाहरू होइन यहाँ कमेन्टमा प्रस्तुत गरिदिया होइन। म चाहिँ जान्न पछाडि छन् मेरा सरहरू पछाडि छन्। अनि यहाँ चाहिँ एक आन्टी नमकिन बेच्चामा छन् होइन। पुरा क्या यही फर्माइको एडभर्टाइजमेन्ट त्यही लाग्दैछ क्या। जहाँ तहाँ बोर्ड यही फर्माइका लागेका छन्। मलाई थाहा भयो नि यो फर्मा भुडाको हो। यो चाहिँ एक कम्पनी हो कि सायद के हो कि मलाई केही थाहै छैन। बिरकुटी दबाईको फर्मा भनेको औषधिको हो र? औषधिको रहेछ। यहाँ आएको थियो हामी चक्लेट खाउँला उडेर, तर यहाँ चाहिँ दबाई खुवाउने जान्छन्।
अनि तिमीले त भनेको थियौ यहाँ चक्लेट खान पाउँछ अरे औषधि खुवाउने जस्तो अनि यहाँ चक्लेट खाने बाहनामा आएको यहाँ चाहिँ औषधि खानु बोल्ला जस्तो नेपाल फर्मा एक्सपो 2026 यहीँ त्यही फर्माको लाग्दो रहेछ क्या आज खै त्यो एडभर्टाइजमेन्ट हो के हो लास्टै ठुलो लाग्दो रहेछ होइन यहाँ हामी यही आएर चाहिँ भिरकुटी मण्डपका नजिकै हो ठ्याक्क चाहिँ जान्दा मलाई यसो निन लागेको थियो साथी यिनले जाउँ भुडा भयो घुम्दैलाई तपाईँ घुम्दै आउन म घुम्दै आउने थिएँ क्या त्यही भएर यतातिर घुम्दै आयो उम्ठी मिडम आउँदा आइडेन्टिटी कार्ड लगायो होला हाम्रो के हो यहाँनिर खतरा बोर्ड लागेर राकेश सर खतरा हाँस्सामा छन् मुसु मुसु यहाँ म्याडम छन् होइन यहाँका एकदम निका छन् म्याडमिन जहाँ तहाँ मान्छे छन् यार यहाँ पुरै ठाउँ मस्त देखिरहे एमठी हाम्रा सरी नाम छन् दामी बेलसम्म यहाँ केही थिएन सायद हामी बेलले आयौँ बेल केही देखिएको थिएन यहाँ जान्छ आज चाहिँ खतरा बनाइरहेछ यी ठाउँलाई एकदम दामी बनाइरहे ठ्याक्क भिरकुटी मण्डपका नजिकै छ क्या यो ठाउँ सेक्युरिटी गार्डले टन्न छन् यहाँ कि होइन यहीँ के हेर्दा के यहाँ के हो र त्यस्तो अन साइट रजिस्ट्रेसन के पाउँछ र एक्सक्युज मी सर गइसके हाम्रा राकेश सर फोटो खिच्चामा छन् यहाँ फोटो खिच्दियो भुडा हो फोटो खिच्चामा छन् के को कार्ड डक्टर बन्नुपर्छ र सबै हो त्यो फेरि कार्ड बनाएर यो फर्मा भुडा एक त्यो मेडिसिनको प्रचार गर्दै रहेछ क्या अहिले हामीले त्यहीँनिर बुझे त्यही मेडिसिनका बारेमा उड्ने हर ठाउँबाटै मान्छे आइरहन् इन्डिया नेपाल ककै ठाउँका मान्छे छन् यहाँ सो आजलाई भन्नु म जसले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर छौँ होइन सब्सक्राइब गरिदिया यहाँ नजिकको पार्क पनि छैन गाई यही ठ्याक्कै भिरकुटी जाने बाटाका यहीँ छ क्या यही साइडतिर अपोजिट साइडतिर भिरकुटीले यसै साइडतिर छ अनि मलाई एक्ज्याक्ट थाहा भयो नि तर नजिकै छ भिरकुटीका यही हल्का 300 मिटरका अगाडि ऊ छ क्या हामी पार्कभित्र छिर्दा हौँ यही 300 मिटर अगाडि भिरकुटी मण्डप छ ठ्याक्क पार्कभित्र छिर्दा म चाहिँ यहाँ पार्कमा कपाल देखाउने यहाँ मान्छे टिकट लाग्दो रहेछ टिकट लाग्छ र ए हामी त त्यतिकै हो कि सोचे अब टिकट लाग्ने रहेछ रिटर्न फर्किँदै भएर लाजको हामी रिटर्न फर्क्यौँ त्यहाँदेखि होइन म नेपाली बोल्दा छ होइन सब चिजमा किनकि जहाँ नेपाली हो जुन ता नेपालीले बोल्नु पढाउँछ हामी अहिले जान छु भिरकुटी मण्डप यहाँ हाम्रा सरले कपडा किन्न भनेर तपाईँ हामी भिरकुटी मण्डपतिर जान्न खाजा घर पुग्यौँ हामी होइन ठ्याक्कै यहाँबाट होटल सोटल छन् मोमोका खाजा घर के छन् यहाँबाट यार बहुत चिज छन् मलाई त्यति थाहा छैन के छन् भने अगाडि छन् हामी दुई चाहिँ यहाँ छौँ तिम्रो नाम असीम हो नि असीम दोस्त र म यहीँ छु होइन हामी दुईजना हौ भिरकुटी देखाउने म तिमीलाई भिरकुटी मण्डप जहाँ कपडा सस्ता मिल्ला त्यही ठाउँ लैजान्न भिडियो चाहिँ बहुत लामो भयो क्या तर मैले यो च्यानल चाहिँ टोटली भ्लग भुलेर खोलेँ होइन तर म यही च्यानलमा लङै भिडियो हाल्ने यही युट्युब च्यानलमा खालि म भ्लग हाल्नलाई मात्र होइन क्या खोला लङ भिडियो हाल्नलाई खोल्याउँ त्यो चाहिँ मैले एक नाम मात्र दिएँ युट्युबको होइन सबजनालाई सब्सक्राइब गरेर हाल्दै हुन्न लाइक गरेर सपोर्ट गरेर यही भिडियोलाई हेरेर अन्तिमसम्म
ओ माई गॉड कुन दिन अब त्यहाँनिर सोध्छ उठाएर भोलि नै पर्सिसम्म सोध्छ होला सायद आज त सोध्दैन आज कतिको त्यो क्लासले तिमीलाई एकचोटि पनि सोधेको छैन होइन क्लासमा यहाँ यिनलाई अगाडि उठाएर क्लासमा हामीलाई पर्सि सोध्छ होला हामी कहाँ गइरहेछौँ अहिले भिरकोटी मण्डप सपिङ त के गर्ने लाइक र सब्सक्राइब गर्नुभयो भने तपाईँहरूलाई पनि हामीले सपिङमा प्राप्त गर्न सक्छौँ पहिले जसले सब्सक्राइब लाइक गर्नुहुन्छ उहाँलाई हामीले के गिफ्ट दिन चाहन्छौँ गिभ यहाँ सरको नाम चाहिँ के हो म बिर्सिहालेँ फेरि नारायण सर सरले आफ्नो गोजीबाट गिफ्ट गर्न सक्छ नारायण सरले गिफ्ट दिन्छ पुरै यहाँनिर त पुरै भिड छ होइन एकदम भिड छ फाइनल्ली हामी चाहिँ भिरकोटी मण्डप पुगिसकेका छौँ अब जुन यति लामो छ नि यो भिरकोटी मण्डप पहिला पहिला लानो लाग्थ्यो होइन अचेल चाहिँ भयङ्कर ढिलो भित्र सिधा पुरा कपडा छ नि यहाँ एकदम सस्ता दाममा मिल्लान् जहाँ तहाँ हेर्दै कपडा छन् यो आफूमा डिपेन्ड गरन्छ क्या तुम रेट कति घटाइसकन्छ बडे जो मूल्य हुन्छ उहीको ठ्याक्क रियल मूल्य जो हुन्छ उहीको डबल गरेर राख्दैन होइन जस्तै 900 कि 1800 घटाएर आफूले जति घटाइसक्यो त्यो अनुसार दिनु क्या किन हामी भित्र छिर्सकेका थियौँ भिरकोटी मण्डपभित्र अब हामी चाहिँ सामान हेर्दियौँ म त के किन्ने होइन सामान हेर्दै आयौँ इन किन्ने हुन् मुसिदका जो छन् यिनी हुन् किन्ने हिट्टा थक गया यार म त जहाँ तहाँ दोकान छन् यहाँ भयङ्कर ठुला सामान जुत्ता सुत्ता कपडा चाहिँ मस्त हुनान् होइन आया किन्नलाई सबजनालाई यही हुनु किन्न आयो तर एकदम ऊ भएर आयो क्या यहाँ ठिक्क उहीको डबल ऊ हुन्छ आफूमा डिपेन्ड गर्छ कति तुम घटाइसकन्छ पछाडिलै भिड छ अगाडिलै भिड छ हर ठाउँमा भिड छ अरू यहीभित्र गर्मी चाहिँ यति गर्मी छ लास्टै गर्मी लाग्दा मलाई त अर्को लाइन हिट्टा आउँ होइन पल्लोमा हेर्छौँ भने पल्लो भयङ्कर लामो छ कपडा कति छ नि आज फेरि पनि धेरै लामो लाग्छ कि अस्ति कति लामो लाग्यो होइन उता अर्को लाइनमा तिमीले यो सानो लाइन उतापट्टिको त झन् लामो छ कति लामो के हेरौँ यता छ अगाडि के हेरौँ जुत्ताको दोकान होइन यहाँ चाहिँ पाइन्टको दोकान छ अरू यतिर लेडिजका सामानले छन् यो चाहिँ बन्द रहेछ आज अरे यार जुत्ताको लाग्यो छाडा यार यहाँ बाफले गर्मी कति हुन आउँछ बाबा म चाहिँ अब यही भिडियोलाई खतम गर्दै जानु होइन यहीँसम्म भयो आजको लागि यति